म दुखीलाई पनि के हो साथीहरू न म माइत गएको अनि मेरो 73 वर्षको ससुरा बुवाले चाहिँ 97 वर्षको हजुरआमालाई खाना पकाएर खुवाउनु परेको है। अनि अब मेरो बुढो त्यही हो जडिया है, सुत्या छ म नभएपछि त झनै कायदा भइगयो है। अनि त्यसपछि ससुरा बुवा चाहिँ गाउँमा गएर एउटा गट्टो खोजेर लखर लिएर आउनु भएछ। अनि ल्याएर आमालाई ल आमा आज म गट्टो पकाउँछु है भन्दै देखाउँदै लानु भएछ है। अनि चट्ट लाएर अब हेर्नु है, अब म हुँदा त अब सबै थोक मै गरिहाल्थेँ होइन, अब कसैले केही पनि गर्नु पर्दैन थियो। अब म माइत गएको है, अनि घरको भद्रकोले हेर्नु न, मेरो बुढा त त्यही त हो, जाँड खायो सुतो है, जडियालाई के छ र है, कसैको मतलबै भएन नि। अनि बिचारा अब कहिले न उहिलेको अब ससुरा बुवाले कहिले त खाना कहिले बनाउने भएको छैन अहिलेसम्म, जन्मेर यत्रो बुढो भइसक्नु भयो है। अब आज चाहिँ बिचारा अब छोरा सुतिरहेछ के हेर्नु, अब 97 वर्षको आमा हुनुहुन्छ, अब आमालाई त खुवाउनु पर्यो है। अनि च्याट्ट लाएर अनि बुवाले चाहिँ जस मैले त्यो फर्सीको तरकारी अस्ति पकाएको थिएँ नि त, भिडियो हेर्नु भएको रहेछ कि, अनि कसरी पकाउने भनेर चाहिँ धेरै बुवाले सिकिसक्नु भएको रहेछ है। च्याट्ट मेरै तरिकाले पकाउन थाल्नु भयो है। अनि फर्सीलाई चट्ट काटेर है, अनि ट्याक्क हेर्नु प्याज पनि चट प्याज पनि काट्नु भयो मजाले है। अनि प्याज काटिसकेर चट्ट कराई तातेपछि ट्याक्क लाएर कराईमा तेल हालेर है, यता चामल पनि रेडी गर्दै हुनुहुन्छ है कुकरमा। अब 3 जना है, अब हजुरआमा बुवा अनि अब मेरो बुढो है, 3 जनाको लागि। अनि चट्ट लाएर सानो कुकरमा यता चामल पनि हाल्दै हुन्छ, यता तेल डढिसकेछ फेरि है। अनि तेलमा चट्ट लाएर मेथी पड्काउनु भयो है, अनि जिरा र ज्वानो पनि पड्काएर चट्ट लाएर प्याज हाल्नु भयो, चट्ट प्याजलाई पनि चलाउनु भयो है। हेर्नु है, अब प्याज त अलि धेरै डढी गएछ। अनि बेसार हाल्नु भयो चट्ट लाएर। रेसिपी चाहिँ एकदमै आज चाहिँ मेरो ससुरा बुवाले बनाउनु भएको छ, फर्सीको तरकारी है, फर्सीको गट्टाको। अनि मसला पनि चट्ट लाएर पिस्नु भएछ है। के गर्ने परेपछि जे पनि गर्नुपर्छ भन्थे हो रहेछ है। हेर्नु न म नभएको बिचारा मेरो ससुरा बुवाले आफै खाना पकाएर खानु पर्यो, के गर्ने है। ल ठिकै छ, समयले सबैलाई सिकाउँछ भन्थे, साँच्चीकै हो रहेछ है, के गर्नु ल। अनि बुवाले चट्ट लाएर चामल पनि चौलाउनु भयो, चौलाएर टक्क लाएर चामल च्याट्ट लाएर नाप्दै होइन, भात पनि यता बसाउनु भयो कुकरमा है, चट्ट लाएर। अनि उता आलु पाक्दैछ, यता टमाटर काट्न थाल्नु भयो च्याट्ट पारेर है। अनि सबैभन्दा सुरुमा चाहिँ मसला पकाउनु भयो क्या, च्याट्ट लाएर आलुमा मर मसला सबै थोक हालेर खोर्सानी धुलो मसला सबै थोक हाल्नु भयो है। अनि त्यसपछि चट्ट लाएर त्यो अघि काटेको गट्टो पनि हाल्नुभयो है। सिटी लागेको तर्सेर, अब कहिले नउल्यो कहिले पकाएको बाबु बिचरा भान्सामा कहिले बसेको बाबु है। सिटी लागेको देखेर तर्सेको बुवा त है। अनि त्यहाँबाट चट्ट निकालेको तातो भएर सिटी लागेर तर्सेर बिचरा बुढाबुढी मान्छेलाई गाह्रो हुन्छ नि है। अनि त्यसपछि चट्ट लाएर यता कराई बसाएर छोप पनि रेडी गर्नु भएछ। फर्सी गट्टोमा त छोप हाल्नुपर्छ भनेर अहिले भनिरहेको हुन्थेँ क्या। अनि बुवाले पनि चट्ट मेरै स्टाइलले पकाउनु भएछ क्या। अनि टमाटर पनि च्याट्ट लाएर हाल्नु भएछ है। अनि हेर्नु है, यता मासु पनि रेडी पो हुँदै रहेछ त। ओहो मन भए पनि मासु चाहिँ खान छोड्ने होइन क्या घरमा है। अनि त्यसपछि चट्ट आलुको छोप पनि पिस्नु भयो है सर। अनि माथिबाट चट्ट लाएर छोप पनि लगाइदिनु भएछ। यो छोपले चाहिँ फेरि यो गट्टोको तरकारीमा एकदम मिठो फ्लेभर, एकदम मिठो टेस्ट आउँछ क्या है। अनि च्याट्ट लाएर लप्सीको धुलो पनि हाल्नु भएछ। यो लप्सीको धुलोले चाहिँ फर्सीको गट्टा अलिअलि गुलियो हुन्छ नि त, यो हालेपछि चाहिँ अझ मिठो राम्रो टेस्ट आउँछ क्या। अनि रोस्ट बनाउनलाई यता मासु पनि मोल्नु भएछ है। अनि चट्ट लाएर यता कराई बसाउनु भएको। अब त्यो कहिले ग्यास नबालेको मान्छे बिचरा त्यो लाइटरले ग्यासै बाल्न आइरहेको छैन बुवालाई है, बिचरा कति गाह्रो भइरहेछ। अनि चट्ट कराई बसाएर तेल त तातेपछि चट्ट लाएर मासु हाल्नु भएछ। डराइ हालिराख्नु भएको छ। अब डर हुन्छ नि त तेलमा हाल्दा त उछिटेर पोल्ला भन्ने। अब कहिले भान्सामा काम गरिराख्नुलाई त त्यस्तो मतलब हुँदैन, तर काम नगर्नेलाई त अब फर्स्ट टाइम त डर लाग्छ नि त है। अनि चट्ट लाएर हेर्नु रोस्ट पनि दामी बनाउनु भएछ, बुवाले त कस्तो राम्रो खाउ लाग्ने भएछ है। अनि चट्ट लाएर अब त्यो रोस्ट पनि तारेर बुवाले यहाँ रेडी गरिसक्नु भयो। हेर्नु त म नहुँदाखेरि कति गाह्रो हुन्छ घरमा है, कति बिजुक हुन्छ बिचरा बुढाबुढी भएपछि त झनै है। के गर्ने माइत नजाउँ भने नहुने, आफूलाई पनि यसो कहिलेकाहीँ आफ्नो बाबामा गर्न हेर्न मन लाग्ने। अनि बुवा बाउ त हो माया लागिहाल्नु जस्तै जडिया छोरा पनि जे भए पनि। अनि खाने बेलामा फेरि उठाउन आउनु भएछ, कपालमा समाएर उठाउँदै रुवाई टुप्पी घुमाउँदै लिएर जानुभयो है। लात्ताले हान्दै के गर्ने, अब जस्तै भए पनि जडिया पनि सडिया भए पनि जस्तै भए पनि अब आफ्नो सन्तानको त सबैलाई माया लाग्छ नि त होइन। अनि च्याट्ट लागि हेर्नु न, अब त्यहाँ पनि निदा रहेछ। हजुरआमाले के खालको रहेछ यो त, सिधा भएर बस्न भन्दै हजुरआमाले पनि कराउँदै हुन्छ है। अनि चट्ट हजुरआमाले यता दुध हालिदिनु भयो, 3 जनालाई खाना पनि पस्किनु भएछ। चट्ट लाएर यी रोस्ट पनि हाल्नुभयो, यता गट्टो पनि हाल्नुभयो, यता मही पनि बनाउँदै हुनुहुन्छ बुवाले।
73 वर्षको महिना पनि हेर्नु न कति फुर्तिलो हुनुहुन्छ क्या हाम्रो बुवा त है। अनि चच्चा लगाएर यता लु अब सबभन्दा सुरुमा चाहिँ हजुरआमालाई दिनुभयो, लु आमा खानु है भन्दै। अनि यता मेरो बुढोको अझै निन्द्रा पुगेको छैन, हेर्नु जडिया कि निन्द्रा पुग्छ है, ऊ हिर्काउँदै छिर खायो चुप लागेर के खालको रहेछ भन्दै कराउँदै यता मेरो बुढोलाई पनि खाना दिनुभयो। हेर न बुढोले हेरेको यता हेरेछ उता हेरेछ, दिमाग खुस्के जस्तो के गर्ने है। अनि त्यहाँबाट हजुरआमालाई सोध्न थाल्नुभयो, ल हजुरआमा तपाईँलाई ए आमा तपाईँलाई पुग्छ नि होइन खाना, ल अब यो जडियालाई त पुगिहाल्छ होला, म पनि खान्छु है, त्यसो भएदेखि बसेर कस्तो भएको नि मैले पहिलोचोटि पकाएको भन्दै हुनुहुन्थ्यो भन्दा भन्दै। अनि यता हजुरआमाले मिठो भएछ मिठो पकाइछस् भन्नुभयो, यता बुढो पनि गम्की गम खान थाल्नुभयो। अनि यता बुवाले पनि गम्की गम खान थाल्नुभयो, ए मिठै भएछ हौ दामी काइदा हौ भएछ त मैले पकाएको त आज भन्दै खान थाल्नुभयो। यता बुढो पनि गम गम, यता बुवाले पनि खान थाल्नुभयो। अनि अब हेर्नु न पहिलोचोटि अब पकाउनु भएको बुवाले सबैलाई मिठो भएछ, मेरो बुढोलाई फेरि अड्केर के भन्छ बुवाले फेरि पुग्नु पर्यो, म त थिइनँ।